एकदमै मनमोहक रहेको छ र नेपालको एकदम प्रसिद्ध ठाउँ पोखरा जुन चाहिँ पर्यटकीय स्थल रहेको छ, जहाँ तपाईँ हेर्न सक्नुहुनेछ पहाड र साथसाथै माछा पुच्छ्रे हिमाल पनि देखिने गर्छ। तर अहिले मौसम सफा नभएको कारणले गर्दा त्यति साह्रो भिजिबिलिटी राम्रो छैन र देखिएको छैन। दिउँसो देखिएको थियो र यो डोटङ्गा बस पार्क एरिया रहेको छ। यहाँ फिल्ड रहेको छ, तल यो थोरै डाँडा एरिया रहेको छ। तपाईँ खोला पनि देख्न सक्नुहुन्छ र तपाईँ यहाँ प्रत्यक्ष रूपमा देखिरहनु भएको छ। रमणीय स्थल रहेको छ। प्रकृतिले भरिपूर्ण रहेको पोखराको यो क्षेत्रबाट म तपाईँहरूलाई लाइभ देखाइरहेको छु र साथै यहाँ ब्रिटिस र सिङ्गापुरलाई प्रतिनिधित्व गर्नको लागि यहाँनिर युवाहरू प्र्याक्टिस गरिरहेका छन् यो ठाउँमा। भोलिका कर्णधार, भोलिका सिङ्गापुरे र ब्रिटिसका लाहुरेहरू अथक परिश्रम गरिरहेका छन् यस क्षेत्रमा। वातावरण एकदम रमणीय रहेको छ र साथसाथै पोखराको अहिलेको वातावरणको स्थिति एकदमै मनमोहक रहेको छ। पारिलो घाम लागेको पनि छ र साथसाथै हावा चलिरहेको छ। थोरै चिसो, थोरै तातो, तर एकदमै रमाइलो क्षेत्र रहेको छ। यदि तपाईँ नेपालको कुनै पनि कुनामा हुनुहुन्छ भने पोखरा एकपटक आउनुहोस् घुम्नलाई आफ्नो सपरिवारको साथमा। फेवाताल, बेगनासताल, साथसाथै यो यस्तो क्षेत्रहरू, साथै गुप्तेश्वर गुफा र अन्य थुप्रै ठाउँहरू र मनोरम दृश्यहरू तपाईँले आफ्नो मोबाइल, आफ्नो क्यामेरामा कैद गर्न सक्नुहुनेछ। साथसाथै धार्मिक र तीर्थस्थलहरू पनि रहेका छन्। थुप्रै देवी देवताहरूको मठ मन्दिरहरू रहेको छ जहाँ तपाईँ दर्शन गर्न सक्नुहुनेछ। साथै तपाईँ मुस्ताङ मनाङ पनि जान सक्नुहुन्छ सोही बाटोबाट, जहाँ चाहिँ तपाईँ विष्णुको अवतार रहेको मुक्तिनाथ क्षेत्रमा तपाईँ दर्शन गर्न जान सक्नुहुनेछ। र साथसाथै भारतीय पर्यटकहरू पनि धेरै यहाँ घुम्न आउने गर्छन्। साथसाथै विदेशका अन्य देशका पर्यटकहरू पनि यहाँ आउने गर्छन्। पोखराको फेवातालको रमणीय दृश्य, त्यहाँको खानेकुराहरूको लुप्त उठाउनको लागि र साथसाथै आफ्नो राम्रो दिन बिताउनको लागि आउने गर्छन्। दृश्य एकदमै रमणीय रहेको छ। म लाइन एस्केप गरेर तपाईँलाई देखाउन चाहन्छु। यो चाहिँ डोटङ्गा बस पार्क एरिया रहेको छ। यहाँ चाहिँ लोकल मान्छेहरू यहाँबाट सहरतिर जाने गर्छन्। सहरभन्दा केही किलोमिटर मात्रै टाढा रहेको छ। यो एकदमै राम्रो दृश्य तपाईँ यहाँबाट हेर्न सक्नुहुन्छ। तपाईँ आफ्नो मानसिक तनावलाई, स्ट्रेसलाई घटाउनको लागि यहाँ आउन सक्नुहुनेछ। एकदम रमणीय ठाउँ रहेको छ। आफ्नो परिवारको साथमा यहाँ घुम्न आउन सक्नुहुनेछ। यहाँ बस्ने सुविधा पनि रहेको छ। 2-3टा बेन्चहरू रहेका छन् यहाँनिर। साथै यहाँनिर चौतारा पनि रहेको छ। यहाँ बसेर आनन्दले यो रमणीय भ्यू तपाईँ हेर्न सक्नुहुन्छ।
नेपालको एकदम सुन्दर ठाउँ रहेको छ। तपाईले यो भन्नुपर्ने कुनै पनि नेपालीहरूलाई सबैलाई थाहा भएकै कुरा हो। यहाँ हावापानी रहेको छ र म पनि यही वातावरणलाई लुप्त उठाउनको लागि म यहाँ आएको छु, केही दिनको लागि भिजिट गर्नको लागि। र मलाई असाध्यै मन परेको छ यो ठाउँ, किनभने यो ठाउँमा शीतल हावा र स्वच्छ हावा तपाईँ प्राप्त गर्न सक्नुहुनेछ र खानेकुराहरू पनि यहाँनिर फ्रेस तपाईँले पाउनुहुनेछ। साथसाथै पोखराको फेपाताल घुमेर तपाईँ आनन्द लिन सक्नुहुनेछ र साथसाथै मठ मन्दिरहरू भ्रमण गरेर दर्शन गरेर रमाइलो गर्न सक्नुहुनेछ। देवी देवताको दर्शन गर्ने ठाउँ, साथसाथै यो ठाउँ एकदमै स्वर्गीय ठाउँ रहेको छ। बिहान पख तपाईँ उठेर माछा पुछ्रेको रमणीय दृश्य तपाईँ देख्न सक्नुहुनेछ। यदि तपाईँ यहाँ पोखरामा आउनुहुन्छ भने, यहाँ आइसक्नु भएको छ भने बिहान पख तपाईँ हेर्न सक्नुहुनेछ। जब मौसम सफा हुनेछ त्यति बेला तपाईँले माछा पुछ्रे हिमाल मजाले देख्न सक्नुहुन्छ, तस्बिर खिच्न सक्नुहुनेछ। यहाँ भने लाउरे सिङ्गापुर र ब्रिटिसको लागि यहाँ युवाहरू एकदमै तयारी अवस्थामा आफूलाई निखारिरहेका छन्, प्र्याक्टिस गरिरहेका छन्। आफ्नो अथक परिश्रम गरेर सिङ्गापुर र ब्रिटिसमा भिड्नको लागि यहाँनिर युवाहरू थोरै रेस्ट अवस्थामा रहेका छन्। अघिदेखि दौडिरहेका थिए युवाहरू। साथसाथै तपाईँ यहाँ हेर्नुहुन्छ साथीभाइहरू, भाइ बहिनीहरू पार्कमा बसिरहेका छन्। साथसाथै गिटार बजाइकन रमाइलो पनि गर्दै प्र्याक्टिस गरिरहेका छन्। कोही उता नेपथ्यमा तपाईँ त्यहाँनिर ढाका टोपी लगाएको एउटा दाजु देख्न सक्नुहुनेछ, आनन्द लिइरहनु भएको छ। यहाँ नदी त्यति साह्रो बहाव छैन, बहाव भए तापनि एकदमै निश्चल पानी रहेको छ। साथसाथै हावा पनि एकदम स्वच्छ र बढी बहिरहेको छ। आनन्दको ठाउँ रहेको छ पोखरा, आउन सक्नुहुन्छ। थुप्रै ठाउँहरू रहेको छ पोखराका घुम्न लायकका ठाउँहरू। हरेक पाइला पाइलामा तपाईँले देवी देवताको स्थान देख्न सक्नुहुन्छ। साथसाथै हरेक ठाउँमा तपाईँ नयाँ किसिमको अनुभव प्राप्त गर्न सक्नुहुनेछ। हरेक गल्लीमा तपाईँहरूले राम्रो राम्रो खानेकुराहरू तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। साथसाथै तपाईँ सुपथ मूल्यमा खानेकुराहरू साथसाथै लगाउने लुगाहरू पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ यस क्षेत्रमा। तर अलिकति महँगो छ तपाईँको फेवातालको आसपासमा, भए तापनि त्यति साह्रो महँगो पनि छैन। तपाईँ बोट गर्न सक्नुहुनेछ। साथसाथै त्यहाँनिर रमाइलो तस्बिरहरू खिचेर आनन्द लिन सक्नुहुनेछ। केही समय व्यतीत गरेर आफ्नो परिवार साथीभाइसँग त्यहाँ बसेर रमाइलो चिल गर्न सक्नुहुनेछ। साथसाथै त्यहाँ क्लबहरू पनि रहेका छन्, जहाँ चाहिँ जो पारखी हुनुहुन्छ डान्सको या पारखी हुनुहुन्छ क्लबमा जानको लागि त्यहाँ पनि क्लबहरू थुप्रै रहेका छन्। त्यहाँ इन्जोय गर्न सक्नुहुनेछ, आफ्नो रमाइलो रात्रिलाई राम्रो बनाउन सक्नुहुनेछ। साथसाथै रमणीय दृश्यहरूलाई तपाईँ आफ्नो क्यामेरामा कैद गरेर रमाइलो पललाई राख्न सक्नुहुन्छ, बाँध्न सक्नुहुनेछ। म एकदमै यहाँ ललायित भइसकेको छु यो मनोरम दृश्य देखेर। एकदमै पाइला नजिकै पहाडहरू रहेको छ। भनौँ न यहाँबाट बाइकमा गयो भने आधा घन्टा या 15 मिनटमा ठ्याक्कै तपाईँको फेदमा पुग्न सक्नुहुनेछ। साथसाथै डाँडा पनि चढ्न सक्नुहुनेछ, ट्रेकिङ गर्न सक्नुहुनेछ। यहाँ थुप्रै रिसोर्टहरू रहेका छन् आन्तरिक र बाहिर पर्यटकहरूको लागि। यहाँ आएर सस्तोदेखि महँगोसम्म लग्जरियससम्म तपाईँ होटेलहरू रुमहरू प्राप्त गर्न सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ, बस्न सक्नुहुनेछ र आफ्नो रमाइलो दिनलाई, रमाइलो समयलाई सदुपयोग गर्न सक्नुहुनेछ। छुट्टी मनाउन सक्नुहुन्छ, स्ट्रेसलाई कम गर्नको लागि आउन सक्नुहुनेछ यहाँनिर। किनभने प्राकृतिक दृश्य हेरेर अवश्य पनि सबैको मन ललायित अवश्य पनि हुन्छ र साथसाथै त्यसले मानसिक तनावलाई एकदमै कम गर्छ। यहाँबाट तपाईँ मुक्तिनाथ क्षेत्र पनि जान सक्नुहुन्छ, चुमचुम गर्न सक्नुहुन्छ, बाइकबाट पनि जान सक्नुहुन्छ, गाडीबाट पनि जान सक्नुहुनेछ। आनन्दले बिस्तारै बिस्तारै तपाईँ हिमाल, पहाड, तराई सबै हेर्दै 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 मुक्तिनाथ दर्शन गर्न सक्नुहुनेछ।
केही समय खर्च हुन्छ र केही पैसा पनि खर्च हुन्छ अवश्य पनि, तर आनन्द तपाईँले प्राप्त गर्नुहुन्छ। देवी देवताको मन्दिर दर्शन गरेर त्यो तपाईँले पावन समय जुन पाउनुहुनेछ त्यो चाहिँ कहिले पनि पाउन सक्नुहुन्न। एकपल्ट चाहिँ पोखरा, मुक्तिनाथ, जोमसोम घुम्न त अवश्य जानुहोला। जुन त्यहाँको भ्यू तपाईँले देख्नुहुन्छ, म पछि पोस्ट पनि गर्छु होला। म आफ्नो टिकटकमा मैले पनि केही तस्बिरहरू खिचेको छु जोमसोमको, साथसाथै मुक्तिनाथको र त्यहाँको छेउछाउको वरपरको मैले भिडियो र तस्बिरहरू खिचेको छु। त्यो म तपाईँलाई पछि यस टिकटकमा देखाउने छु र सो टिकटकमा तपाईँ हेर्न सक्नुहुनेछ। कति मनोरम दृश्य रहेको छ। तपाईँ हेरौँ बसु लाग्छ। थोरै चिसो हुन्छ त्यो ठाउँमा र त्यो चिसोलाई कम गर्नको लागि तपाईँ अवश्य पनि न्यानो ज्याकेट लिएर जानु होला, अलि धेरै ज्याकेट लिएर जानु होला र साथसाथै अलिकति पैसा पनि थोरै बोकेर जानु होला। थोरै त्यहाँनिर स्टेको लागि अलिकति महँगो पनि पर्न सक्छ होला तपाईँलाई, तर त्यहाँ एकदमै तपाईँले रमाउन सक्नुहुनेछ। त्यहाँनिर तपाईँ घोडाहरू पनि चढेर यात्रा गर्न सक्नुहुनेछ। एकदम राम्रो ठाउँ रहेको छ जोमसोम र तपाईँ समयमा जानुभयो भने त्यहाँनिर तपाईँले त्यहाँको प्राकृतिक स्याउ पनि खान सक्नुहुनेछ, जुन चाहिँ एकदम पौष्टिक तत्त्वले भरिपूर्ण र नेचुरल हुने गर्छ। सो ठाउँमा तपाईँ गएर आनन्द लिन सक्नुहुनेछ। जोमसोम मुक्तिनाथ क्षेत्रमा एकदमै रमाइलो भएको छ र बिचमा तपाईँ धेरै राम्रो ठाउँहरू पनि तपाईँले बेनी बजारको या बिचमा थुप्रै बजारहरू तपाईँले भेट्नुहुनेछ, जहाँ तपाईँ सपिङ गर्न सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। त्यहाँ बसेर तपाईँ केहीसम्म चिया खाएर चाहिँ आफ्नो साथीभाइसँग बसेर, परिवारसँग बसेर रमाइलो पललाई इन्जोय गर्न सक्नुहुनेछ। पोखराको यो रमणीय ठाउँ एकदमै राम्रो ठाउँ रहेको छ। हावा शीतल रहेको छ, आनन्द मन बनाउने छ यसले अवश्य पनि। र साथसाथै बारीको घामले तपाईँले सेकेर तपाईँ भिटामिन डी पनि प्राप्त गर्न सक्नुहुन्छ। भगवानले दिएको वरदान यो रमणीय ठाउँ पोखरा अवश्य पनि पोखरेलीहरूको लागि यो त स्वर्गीय आनन्दको ठाउँ रहेको छ भने पनि नेपालहरूलाई पनि, नेपालीहरूलाई पनि यो स्वर्गीय आनन्दको ठाउँ नै हो। एकपटक अवश्य पनि हामी भिजिट गरौँ पोखरा, जोमसोम, मुक्तिनाथ जाउँ। केही समय मिलाएर, केही पैसा लिएर, केही न्यानो लुगा लगाएर यहाँनिर घुम्न सक्नुहुनेछ, आनन्द लिन सक्नुहुनेछ। केही समय आफ्नो परिवार र साथीभाइसँग तपाईँ एक्सपेन्ड गरेर रमणीय समय बिताउन सक्नुहुनेछ। साथै यहाँ तपाईँ हेर्न सक्नुहुन्छ त्यहाँ फन पार्क पनि रहेको छ, जहाँ चाहिँ वाटर पार्क पनि भनिन्छ। त्यहाँनिर वाटर पार्क रहेको छ यो ठाउँमा। यहाँ आएर पनि वाटर पार्कको तपाईँ आनन्द उठाउन सक्नुहुन्छ। यहाँनिर धेरै होटलहरू रहेका छन्, रिसोर्टहरू रहेका छन्, लग्जरियसदेखि लिएर सिम्पलसम्म रहेको छ, जहाँ तपाईँ आफ्नो बजेट अनुसार बस्न खान सक्नुहुनेछ। साथसाथै तपाईँ पैदल यात्री हुनुहुन्छ, गाडी ल्याउनु भएको छैन, बसमा आउनुभएको छ भने यहाँनिर तपाईँ मजाले माइक्रो बसहरू र हरियो खालको सरकारी बसहरू पनि प्राप्त गर्न सक्नुहुन्छ। जानको लागि आफ्नो बजेट अनुसार तपाईँ हिँडडुल गर्न सक्नुहुनेछ यो ठाउँमा। भएको छ भने यो हो पोखराको रमणीय स्थल। यो फेवातालभन्दा अलिक पर रहेको छ यो ठाउँ, तर एकदम आनन्दमय ठाउँ रहेको छ। यहाँबाट तपाईँ पोखराको हरेक सिटीका हरेक घरहरू तपाईँ देख्न सक्नुहुनेछ। साथसाथै तपाईँ पहाडहरू पनि देख्न सक्नुहुन्छ। तर अहिले भने चाहिँ माछापुच्छ्रे हिमाल देख्न सकिन्न र थोरै हिमाल देखिरहेको छ यो साइडमा, तर अलिक भिजिबिलिटी नभएको कारणले गर्दा त्यति साह्रो देखिरहेको छैन। र म तपाईँलाई भोलि कुनै समयमा जब क्लियर भ्यू आउँछ त्यति बेला म तपाईँलाई प्रत्यक्ष रूपमा देखाउने छु माछापुच्छ्रे हिमाल कस्तो देखिन्छ। साथसाथै तपाईँलाई फेवातालको पनि तपाईँलाई देखाउने छु फेवाताल कस्तो देखिन्छ। हुन त तपाईँलाई थाहा होला फेवाताल कस्तो देखिन्छ भनेर, तर पनि प्रत्यक्ष लाइभमा तपाईँलाई म देखाउने छु।
र त्यहाँको इन्भाइरोमेन्ट कस्तो छ, त्यहाँको वस्तु स्थिति कस्तो छ र साथसाथै त्यहाँ कतिको पर्यटक आइरहेको छ र आन्तरिक पर्यटक र बाहिरी पर्यटकहरू कति आइरहेका छन् त्यो पनि तपाईँ देखाउँछु। साथसाथै बोटिङ गरेका जति पनि पर्यटकहरू छ त्यो पनि म तपाईँलाई बोटिङ गरेको अवस्था देखाउने छु र साथै त्यहाँको प्राइसहरू के रहेको छ बोटिङ गर्दाखेरि र साथै के सेफ्टीहरू रहेको छ त्यहाँनिर, ती सबै कुराहरू पनि म देखाउने तपाईँलाई भरपुर प्रयास गर्नेछु। र साथसाथै सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई माछापुच्छ्रे हिमाल म देखाउने छु भोलिको लाइभमा। कुन बेला लाइभ हुन्छ त्यो चाहिँ अलि भन्न सक्दिनँ, तर म तपाईँलाई अवश्य पनि भिजिबिलिटी राम्रो भएको बेलामा चाहिँ म तपाईँलाई लाइभ देखाउने छु। माछापुच्छ्रे हिमालको प्रत्यक्ष रूपमा तपाईँलाई देखाउने छु र सक्दो त्यहाँ नेपालमा यो पोखरामा रहेका धार्मिक स्थलहरूलाई पनि म तपाईँलाई प्रत्यक्ष रूपमा देखाएर दर्शन गराउने म कोसिस गर्नेछु। भोलिको मेरो टार्गेट त्यही हुनेछ र तपाईँहरूलाई म आमन्त्रण गर्छु मेरो लाइभमा आउनु होला र साथसाथै हेरिदिनु होला। तपाईँ लाइक गर्नुहोस्, फलो गर्नुहोस् या सब्सक्राइब गर्नुहोस् या नगर्नुहोस्, तपाईँको इच्छा, केही छैन। तर पनि म तपाईँलाई अवश्य पनि पोखराको रमणीय दृश्य र साथसाथै प्राकृतिक दृश्य र धार्मिक स्थलहरूलाई म तपाईँलाई देखाएर दर्शन गराउनेछु। मनमोहक ठाउँ रहेको छ पोखरा, आउनुहोला सपरिवार। यदि तपाईँ पोखरा बाहिरका बासिन्दा हुनुहुन्छ, नेपाली हुनुहुन्छ या विदेशी हुनुहुन्छ या भारतीय हुनुहुन्छ या कुनै पनि देशको हुनुहुन्छ भने एकपटक अवश्य पनि पोखरा भिजिट गर्नुहोला। तपाईँलाई अवगतै छ पोखरा साँच्चीकै प्राकृतिक दृश्यले भरिपूर्ण रहेको ठाउँ हो र यहाँका सुन्दर दृश्यहरू हेर्ने बित्तिकै तपाईँको 120% तपाईँको स्ट्रेसहरू कम हुनेछ। यो चाहिँ ग्यारेन्टी नै हो। जति पनि तपाईँ तनावमा बस्नु भए तापनि तपाईँले अवश्य पनि प्राकृतिक मनमोहक दृश्यहरू देखिसकेपछि तपाईँलाई अवश्य पनि केही न केही हदसम्म यसले मानसिक तनावलाई कम गर्नेछ। र साथसाथै देवी देवताको तपाईँ दर्शन गर्नुभयो भने अवश्य पनि झन् अझै 120, 30, 40%सम्म तपाईँको स्ट्रेस कम हुनेछ। किनकि यो तपोभूमि एरिया पनि हो मुक्तिनाथ, तपाईँलाई थाहा भएकै कुरा हो। सोही बाटो हुँदै जाने गर्छ। यहाँनिर किंवदन्ती अनुसार चाहिँ बालक विष्णु यही कालीगण्डकीको नदी तीरतिरैबाट मुक्तिनाथ क्षेत्रमा दर्शन गरेर जानुभएको सबैलाई थाहा भएकै कुरा हो। र साथसाथै यहाँनिर तपोभूमि भनिन्छ यो ठाउँलाई। यतिकै हेरी लाग्ने ठाउँ, चुप्प लाएर शान्त भएर यो हरियाली, यो सुन्दर दृश्य, साथसाथै यो प्राकृतिक खोला डाँडा साथै सूर्यको किरण, यो रमणीय दृश्य र हरियाली डाँडा देख्ने बित्तिकै मनलाई नि आनन्द बनाउँछ। एकपटक अवश्य पनि तपाईँहरू समय मिलाएर, छुट्टी मिलाएर, केही समय मिलाएर, हप्ता 2 हप्ता मिलाएर पोखरा भिजिट गर्नुहोस्, मुक्तिनाथ जानुहोस्, जोमसोम जानुहोस्, त्यहाँको वातावरणको अवलोकन गर्नुहोस्, त्यहाँको प्राकृतिक दृश्यहरूको आनन्द उठाउनुहोस्, फोटो खिच्नुहोस्, देवी देवताको दर्शन गर्नुहोस् र आफ्नो समयलाई सदुपयोग पनि गर्नुहोस्। हुन त अहिले आर्थिक मन्दी चलिरहेको छ चारैतिर, भए तापनि केही हदसम्म सेभिङ गरेर र कुनै समय मिलाएर अवश्य पनि आउनुहोला। एक बारको जिन्दगी, एक बारको जुनीमा अवश्य पनि पोखरा चाहिँ नेपाली भएपछि आउनै पर्छ। र साथसाथै जोमसोम, मुस्ताङ र पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन गर्नै पर्छ। तातो पानी एरिया पनि त्यही बाटोमा पर्छ, तपाईँ तातो पानीको पनि तपाईँ आनन्द उठाउन सक्नुहुनेछ। नेपथ्यमा तपाईँ त्यो
पछिको ठाउँमा तपाईँ हिमाल देख्न सक्नुहुनेछ, तर अहिले भिजिबिलिटी त्यति साह्रो छैन, त्यसैले क्लियर देख्न सकिँदैन। भोलिको दिनमा भिजिबिलिटी क्लियर भएको बेलामा म तपाईँलाई माछापुच्छ्रे हिमालको पनि अवगत गराउने देखाउने छु। वेल, यतिन्जेलसम्म मलाई साथ दिनुभयो, हेरिदिनु भयो। पोखराको यो रमणीय दृश्यलाई मेरो मोबाइलको थ्रुबाट तपाईँले हेर्नुभयो, कस्तो लाग्यो, खुसी नै राम्रो लागेको होला र साथसाथै आनन्द प्राप्त गर्नुभयो होला भन्ने मैले आशा लिएको छु। भोलिको दिनमा तपाईँलाई माछापुच्छ्रे हिमाल, त्यसै गरी फेवाताल म तपाईँलाई देखाउने प्रयास गर्नेछु। साथसाथै पोखरामा रहेका धार्मिक स्थलहरूको थोरै भए पनि तपाईँलाई लाइभद्वारा दर्शन गराउनेछु। अहिले भने तपाईँहरूसँग म बिदा हुन चाहन्छु, किनभने ब्याट्री एकदमै लो भइसकेको छ। ब्याट्री मैले हेरेँ न त म तपाईँलाई धेरै लामो समयसम्म लाइभ देखाउने थियो होला, किनकि 18% मात्रै बाँकी रहेको छ। धन्यवाद तपाईँहरूलाई जोडिनु भएकोमा। जो पनि साथीभाइ आउनुभएको छ, नेपाली विदेशी जो पनि आउनुभएको छ, यहाँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र भोलिको दिनमा तपाईँको सामु फेवाताल र माछापुच्छ्रेको दृश्य यस लाइभद्वारा तपाईँलाई म देखाउने छु र केही कुराहरू तपाईँहरूलाई म बताउने छु सो बारेमा। त्यतिन्जेलसम्मको लागि वेट गर्नु होला। र अहिले भने म तपाईँहरूबाट यस लाइभबाट बिदा हुन चाहन्छु, किनकि ब्याट्री एकदम लो भइसकेको छ। अझै पनि देखाउन मन थियो, भन्न केही कुराहरू तपाईँलाई सुनाउन मन थियो, तर समय त अभाव छैन, तर ब्याट्रीको अभाव भएको देख्दैछु म। सो भोलिको दिन तपाईँहरूको लागि म लाइभ लिएर आउनेछु र साथसाथै फेवाताल र माछापुच्छ्रे हिमाल म क्लियर तपाईँलाई देखाउने छु। हुन त तपाईँले देख्नु भइसकेको होला अवश्य पनि, टिभीमा र प्रत्यक्ष रूपमा तपाईँ आएर पनि हेरिसक्नु भएको होला, तर म आफ्नो मोबाइलको थ्रुमा, आफ्नो यस टिकटकको मार्फत तपाईँलाई म देखाउने छु। त्यतिन्जेलसम्मको लागि बिदा दिनु होला। हवस् त, नमस्ते, तपाईँको दिन शुभ रहोस्। जय नेपाल।